सहकारी क्षेत्रमा पनि हामीहरूलाई सक्रिय उपस्थिति सहभागिता गराइरहनु हुने विजय मुकारलाई र उहाँको धर्मपत्नी मनिषा मुकारलाई चाहिँ आज यो लगभग नेपाली हिसाबले तेस्रो ठाउँ हुन्छ होला हजुरलाई गोर्खा डिपार्टमेन्टबाट सुरु गर्नुभएको उहाँको बेलातरी नै अहिले चाहिँ उहाँको फिलहाल तपाईँको अर्को व्यापारिक केन्द्र चाहिँ इमेक्स हलमा पनि उहाँको 4-5 वर्ष चलिरहेको छ र फेरि यो विशाल बजारमा उहाँले यो एडम स्टोर 2 नाम दिएर आजबाट औपचारिक रूपमा सञ्चालनमा ल्याउँदै हुनुहुन्छ। उहाँलाई हार्दिक शुभकामना व्यक्त गर्दछु र यो आज विधिवत रूपमा यो एडम स्टोर 2 को सपोज घाट्नको लागि हामीसँग उद्योग फाउन्डेसन उद्योग फाउन्डेसनका आदरणीय कार्यवाहक अध्यक्ष तमका युवा व्यवसायी युवा नेता भित्र पनि हुन्छ राजकुमार योजना उपस्थिति भएको छ र उहाँको पिता आदरणीय पिता लक्ष्मी प्रसाद राईको बाहुलीबाट यो आजको एडम स्टोर 2 हाम्रो कार्यक्रममा आदरणीय पत्रकारहरू उपस्थित हुनु भएको छ। तमक उद्योग फाउन्डेसनका पूर्व क्यारा समिति सदस्य पूर्व सङ्घर्ष दैनिक पत्रिकाको सञ्चालन पनि हुनुहुन्छ जस्ता राज दाहाल फुटबल क्षेत्रमा क्षेत्रमा उहाँको अत्यन्तै तमकमा अत्यन्तै उपस्थिति छ र सम्पूर्णलाई हार्दिक स्वागत गर्दै अरू यहाँको स्टाफहरूलाई स्वागत गर्दै यसको यो सुबुत गर्नको लागि पिता लक्ष्मी प्रसाद राई र उद्योग फाउन्डेसन तमक उद्योग फाउन्डेसनका कार्यवाहक अध्यक्ष संयुक्त रूपमा सुबुत गर्नको लागि दिदी दाल सुन्नु न ले बस्नु बुवा भन्यो भने गरे होइन ठिक छ ठिक छ ठिक छ अब यो छोटोमा शुभकामना मन्तव्य राखिदिनु हुनुभयो अहिलेका तमक उद्योग फाउन्डेसनका कार्यवाहक अध्यक्ष आदरणीय हाम्रो राजकुमार योगलाई आफ्नो विचार राखिदिनु धन्यवाद नाजुजी यहाँ उपस्थित पत्रकारजीहरू एडम स्टोरका पत्रकार आदरणीय मित्र विजयजी बुवा लक्ष्मी प्रसाद राईज्यू एडम स्टोरको तमकमा दोस्रो आउटलेट विशाल बजारमा उद्घाटन भएकोले म मेरो व्यक्तिगत तर्फबाट एकदम सफल व्यापार सफल होस् भन्ने कामना व्यक्त गर्दछु र पहिला पनि तपाईँले यही बजारबाट तमक विशाल बजारबाटै सुरुवात गरेको व्यापार फेरि पनि तमक विशाल बजारमै आउनु भएको छ। त्यसले तमकका उपभोक्ताहरूलाई अलिक सहज र सजिलो बनाउनु भएको छ र तपाईँले राखेको तपाईँले ब्रान्डहरू एकदम तमकमा राम्रो ब्रान्डहरू बेचिराख्नु भएको छ। त्यो एउटा ब्रान्ड छाप भन्नुभएको छ 1997देखि जस्तो लाग्छ उहाँको किन मैले देखिरहेको थिएँ होइन र लगभग तपाईँको 28-30 वर्षको यो लगानी अझै 1997देखि 2057सम्म जाओस् भन्ने मेरो कामना छ। छोटो समय त केही लाग्छ। धन्यवाद छ तमक उद्योग फाउन्डेसनका कार्यवाहक अध्यक्षज्यू यसै गरिकन यो अब संक्षिप्त कार्यक्रम हो छोटोमा कार्यक्रम गर्नु पर्ने व्यवसाय गर्नु पर्ने हामी सबै मान्छेहरू छौँ। यद्यपि उहाँलाई अब आफ्नो उद्घाटन कार्यक्रमलाई समापनसहित व्यापारिक व्यावसायिक क्षेत्रमा प्रतिनिधि गर्नुभयो र अब गर्ने योजनाको विषयमा आफ्नो विचार राख्नु। थ्याङ्क यू सो मच। सबैभन्दा पहिला म हाम्रो के भन्छ उद्योग फाउन्डेसनका कार्यवाहक अध्यक्षज्यू हाम्रो राजकुमार योगज्यू त्यसै गरी हाम्रो अनिल देव सर सञ्चार माध्यम अथवा पत्रकार वरिष्ठ पत्रकार मित्र
त्यसै गरी पूर्व कार्य समितिका सदस्य हाम्रा कृष्णराज दाहालज्यू र अन्य चाहिँ हाम्रो पत्रकार मित्रहरू सञ्चारकर्मी मित्रहरूमा धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। म एकदम ब्रान्डेड वेयरका सञ्चालक, एडम स्टोरका सञ्चालक, त्यसै गरी सर्वेश्वरी सहकारी संस्थाका अध्यक्ष, त्यसै गरी एडम एजुकेसन फाउन्डेसनका प्रोप्राइटर होइन, शैक्षिक क्षेत्रमा पनि म जोडेको कारणले थोरै भन्न चाहेँ। त्यसै गरी म यस विशाल बजारबाट पहिले नै म 10-15-16 वर्ष अगाडि यहाँ थिएँ र घुम्दै जाँदाखेरि यहाँ आइपुगेको छु, किनभने हाम्रो ग्राहक, हाम्रो साथीभाइ, इष्टमित्रको चाहिँ एउटा आशा अथवा उहाँहरूको चाहनालाई परिपूर्ति गर्नको लागि म यहाँ आएको छु। तपाईँहरूकै सेवाको लागि यहाँ आएको छु। त्यसै गरी यहाँ हाम्रो सम्पूर्ण मित्रहरू जति पनि हुनुहुन्छ उहाँहरूको सपोर्ट र सहयोगले गर्दा म यहाँ छु। म एकदमै खुसी छु। सबै हाम्रा मित्रहरूसँग म एकदम आभार व्यक्त गर्नुहुन्छ। त्यसै गरी हाम्रा सहकर्मी, हाम्रा साथीहरू, हाम्रो चेलीहरू, हामी दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णमा म आभार व्यक्त गर्न चाहन्छु। हस् त, धन्यवाद, नमस्ते। आज यहाँको सहयोगले गर्दाखेरि हाम्रो एडम स्टोर 2 ओपन हुनु गइरहेको छ। विभिन्न चुनौती, विभिन्न अप्ठ्यारो अभावका बावजुद पनि हामीले यो आँट गरेका छौँ। यो लाग्छ, मलाई हौसाएको छ, सायद तपाईँहरूको सहयोगको अपेक्षाले हुनसक्छ। थ्याङ्क यू सो मच। हेभ अ गुड डे। के छ मिस खबर तपाईँको अहिले? हामीलाई पर्दैन, हामीलाई खाजा बाँड्दैन, नानीलाई टिका लगाइदिनु। नानीले टिका लगाइदिनुपर्छ। बस्नु न, तपाईँ त आज बस्नु पर्ने हो नि त। बस्नु त हो कि सबैको तपाईँको आफ्नो मान्छे हो। अब भरे यो न्युजहरू पड्काएर गोपाल गोलागाईहरूलाई उता पठाइहालिन्छ। ममा काको लगाउने? भइरहेको छ भन्ने कुरा उनीहरूले बुझिहाल्छ। यही खाना पाइन्छ भनेर खानु पनि खाना पाइँदैन। यहाँ बिहान आएँ, Manager. Great pieces by क्यामेराम्यान आउनु त, पक्रा क्यामेरा। सुन्नु भएको छ नि त? कोही छुटेको त हामी हेरेको हाल्छौँ। टिका त हामीले पनि लाउनु पर्यो नि त। हामीले जाने बेला लाउँला। बुवाले लागिनुहुन्छ अब उहाँहरूले के गरे मलाई। उता हुन्छ हाम्रो हेन्डसम फोटो। तपाईँ मलाई टिका लगाइदिनु। टिका एकछिन है, मलाई टिका लगाइदिनु। पापालाई पनि लगाइदिनु पर्यो मैले। पापाले मलाई टिका लगाइदिनु त। यसरी हातले यसो चोपेर कसरी लगाइदिनु? आशीर्वाद दिनु है सधैँको जस्तै। म यता छु आऊ एउटा ल्याउँदा
दुईटा भए म निक्लेँ ल अहिले घरै आउँछु ल हुन्छ भरे आउँदै हुन्छ के भन्नु ल सुरु गरिहाल्यो कि सकिहाल्यो पापालाई लगाइदिनु मैले ल पापा मेरो आइडल मेरो सबैभन्दा ठुलो मान्छे मेरो भगवान् हजुर हुनुहुन्छ हजुरको आशीर्वादले गर्दाखेरि हामी एकदमै राम्रो छौँ स्वस्थ छौँ अझै यस्तो आशीर्वाद पाइरहौँ है ल ल हुन्छ ल पेन मार्नु मैले सुन्नु हेलो अब अरूतिर पनि यस्ता कपडा जुत्ता तर यहाँनिर नै अरू जस्तो ग्राहकहरूको लागि किन यो आउनुपर्ने आज हाम्रो पनि छ सबैजना आइदिनु अनुरोध गर्दछु म विजय मुकारु राई मलाई सन्त भन्छ धेरै धेरै नाम सन्त हो मेरो निकनेम विजय मुकारु राई आज यो नयाँ व्यवसाय सञ्चालन ल्याउनु भएको छ यसको के कति लागत लाग्यो होला अनि यहाँ अब यस्ता व्यवसायी यस्तो व्यवसायीहरू गर्ने धेरै हुनुहुन्छ लगभग दबाउको यहाँ चाहिँ खास आकर्षक चिज चाहिँ के हो विशेष गरी अब मेरो विगत 25-26 वर्षको अनुभवले भन्छ एउटा ग्राहकहरूको माग के त भन्दाखेरि ग्राहकहरूलाई विशेष गरी त क्वालिटी र अलिकति सहजीकरण अलिकति मूल्यमा सस्तो मूल्यमा चाहिने जुन प्रोडक्टहरू हुन्छ त्यो नै विशेष गरी मैले आफ्नै प्रोडक्टहरू बाहिरबाट इम्पोर्ट गरेको छु होइन र एडल्सको प्रोडक्टहरू प्रायः मेरो स्टिकरमा नभए पनि मेरो आफ्नै अर्डरमा धेरैभन्दा धेरै प्रोडक्टहरू आइरहेको अवस्था तर भविष्यमा पनि एडल्सको प्रोडक्टहरू केही आएको थियो विगतमा पनि र भविष्यमा पनि म विश्वास दिलाउन चाहन्छु यहाँहरू सम्पूर्णलाई विशेष गरी यहाँहरू सम्पूर्ण मेरो ग्राहक मेरो भगवान्हरू हुनुहुन्छ उहाँहरूकै लागि उहाँहरूकै माग इच्छा चाहना र आवश्यकतालाई परिपूर्ति गर्नको लागि चाहिँ मैले हामी फेरि एडम स्टोर पुनः फेरि हाम्रो चाहिँ विशाल बजारको माथिल्लो तलामा आएको छ र उहाँहरूको सन्तोष उहाँहरूको चाहना आवश्यकतालाई परिपूर्ति गर्दै म यहाँनिर चाहिँ फेरि पनि आएको छु यसको लागतको विषयमा चाहिँ अब एक्ज्याक्टली मलाई त्यति थाहा छैन त्यो हिसाबले गर्नु पर्ला होइन सकेसम्म हामीले चाहिँ अलिकति अन्यलाई त अब तुलना नगरौँ तर मेरो तर्फबाट म आफैलाई चाहिँ प्रतिस्पर्धा गर्ने मान्छे भएको कारणले गर्दा सकेसम्म मैले आफै प्रतिस्पर्धात्मक रूपमा ढालेको कारणले गर्दाखेरि लाग्छ यहाँहरूको रुचि अनुसारै मैले पक्कै पनि यहाँहरूको सेवा सुविधा लागि आएको छु भन्ने चाहिँ म यहाँलाई जानकारी गराउन चाहन्छु जस्तै अरूतिर पनि हामीले कपडा पाउँछौँ यहाँ र बाहिरको कपडामा के फरक छ त्यसको गुणस्तर कस्तो छ त्यसको विषयमा अब मैले अरूकोलाई चाहिँ मैले गइनँ होइन तर अघि पनि भने मैले मेरै लागि बेटर र मेरो ग्राहकहरू जति पनि हुन्छ उहाँहरूको इच्छा चाहना हुन्छ सायद मैले उहाँहरूको इच्छा र चाहनाको क्वालिटी र मूल्यको लागि चाहिँ उहाँहरूको इच्छा चाहना अनुसार मैले ल्याएको छु होइन त्यसले गर्दाखेरि विशेष गरी लिभाइसका प्रोडक्टहरू हामीले चाहिँ ल्याएको छौँ एडिडास नाइक पुमा होइन के भन्छ अरू डक्टर मार्टिनदेखि लिएर टिम्बरल्यान्ड यहाँले सबैले देख्न सक्नुहुन्छ है प्रोडक्टहरू छ अन्यतिर चाहिँ म गइनँ तर यहाँनिर मेरो ग्राहक जति पनि हुन्छ उहाँहरूको टार्गेटको लागि चाहिँ मैले ल्याएको छु थ्याङ्क यू सो मच हुन्छ के छ होला हौ हुन्छ फेरि हेलो यो चाहिँ हाम्रो एडम स्टोर 2 मिसाल मार्केटमा
हाम्रो क्यामेराम्यान सानो क्यामेराम्यान Congratulations Nana Mena. थ्याङ्क यू हाम्रो सजिलो अलिक पछाडि बस्नुहुन्छ अलिक थोरै पछाडि अझै पछाडि अझै सजिलो हुन्छ हो ठिक छ ल ठिक छ ओके उहाँ चाहिँ मेरो ड्याडी हुनुहुन्छ अहिले 86 इयर्सको हुनुहुन्छ मेरो इन्स्पायर मेरो भगवान होइन उहाँको कारणले गर्दाखेरि आज हामी यहाँ छौँ होइन उहाँले जो शिक्षा दिनुभएको थियो जो हामीलाई चाहिँ नि संस्कार दिनुभएको थियो त्यही अनुरूप हामी पनि हुँदो रहेछौँ होइन त्यसै गरी उहाँलाई म एउटा कुरो देखाउन चाहन्छु आज एउटा नानी एउटा ब्याग थियो नि सानो काजल काजल एउटा ब्याग थियो नि यहाँ बाहिर हिँड्दैछ होइन काजल यहाँ ब्याग थियो नि एउटा ब्यागमा एउटा सानो चिज ल्याएको थिएँ मैले घरबाट पास गर त त्यसै गरी सम्पूर्ण यहाँहरू देश तथा विदेशमा रहनुहुने हाम्रा नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूमा म फेरि पनि भन्न चाहन्छु यहाँको आशीर्वादको कारण हामी यहाँनिर सफल भएका छौँ कि हाम्रो चाहिँ विगत 25 वर्षको दौरानमा 26 वर्षको दौरानमा फेरि पनि हामी एउटा स्टोर 2 खोल्न सफल भएका छौँ सबै कुरो यहाँहरूकै कारणले गर्दा पक्कै पनि कम्तीमा के हुन्छ भने अगाडि बढ्दै जाने क्रममा सहकार्य हुनुपर्छ यहाँको सहकार्य यहाँको माया सपोर्टको कारणले आज म यहाँ छु होइन सबै कुरो यहाँ नै हो सो यस यहाँले तपाईँले यहाँलाई म देखाउन चाहन्छु म किन यस्तो भएँ जस्तो लाग्छ भने म आफूले व्यस्त राख्ने मान्छे होइन र अझै पनि व्यस्त हुन चाहन्छु म जहिले पनि भन्ने गरेको छु स्वस्थ रहनु व्यस्त रहनु पर्छ होइन मस्ती रहनुपर्छ स्वास्थ्यकर भोजन सेवन गर्नुपर्छ मेरो पापा 86 इयर्सको हुनुहुन्छ उहाँले मलाई दिनुभएको गिफ्ट अथवा चाहिँ उहाँको सिप अहिले पनि छ यो नाम्लो चाहिँ उहाँले 6 वर्ष अगाडि दिनुभएको थियो मलाई अझै पनि उहाँले चाहिँ यो बुन्ने गर्नुहुन्छ र हाम्रो घरमा मेरो घरमा जन्मेको कमल गाउँपालिका अहिले 4 छ होइन विगत तोपगाछी 5 थियो र हामी त्यही जन्मेको हो है सो मेरो अहिले स्कुल छ त्यहाँनिर जाने रे मेरो पापा बस्नुहुन्छ होइन हामी कान्छी अथवा चाहिँ दाजु सँगै छौँ हामी र म चाहिँ अब कर्म अलिकति थलो यहाँ भएको कारणले गर्दा म पापालाई भेट्नु सकेसम्म हप्तामा एकचोटि जाने गर्छु र मेरो पापाको सिप यो छ त्यो कारणले गर्दा म पनि अझै पनि सिकिरहन्छु भन्न चाहन्छु म इन्स्पायर छु मेरो सबैभन्दा भगवान सबैभन्दा ठुलो मान्छे को भन्दा मेरो पापा हुनुहुन्छ होइन सो पापा यो मलाई पहिला दिनुभएको थियो थाहा छ यो नाम्लो थाहा छ हो थाहा छ नि मलाई दिनुभयो अझै पनि बुन्दै हुनुहुन्छ नि होइन बुन्दै म जाँदा बुन्दै गरेको देख्नुहुन्छ होइन अझै पनि बुन्दै हुनुहुन्छ होइन कस्तो लाग्छ अझै पनि बुन्नुहुन्छ है अप्ठ्यारो लाग्दैन ल ठिक छ मेरो पापा हेल्दी हुनुहुन्छ स्वास्थ्य हुनुहुन्छ होइन त्यसै गरी मेरो पापा मेरो भगवान होइन मेरो चाहिँ आइडल मेरो चाहिँ भगवान है पापा हजुरलाई म जहिले पनि बिहान 3 घन्टा एक्सर्साइज गर्छु त्यस पछाडि म भगवानलाई पानी चढाउँछु माथि तुलसीको बोटमा एउटा मम्मीले तुलसीको बोट रोप्नु भएको छ पानी चढाउँदा मेरो पापालाई केही नहोस् है भगवान भनेर म जहिले पनि आशीर्वाद भगवानसँग माग्छु होइन भगवानसँग मैले जहिले पनि प्रार्थना गर्छु मेरो पापालाई यो यहाँले दिनुभएको मैले सँगै राखेको थिएँ मैले आज देखाउनु पाएँ होइन खुसी लाग्यो अझै पनि पापाले यो गर्नुहुन्छ तपाईँको सिप होइन एकदमै राम्रो छ यहाँको कारणले गर्दा नै हामी जहिले पनि राम्रो हुने प्रयास गर्छौँ है यहाँले चाहिँ अहिले पनि तपाईँको सिप हजुरको सिप अझैसम्म छ र हामीलाई इन्स्पायर हुन्छ कि हामीले फेरि पनि यसरी चाहिँ यो उमेरसम्म पनि हामी लागि परेर गऱ्यो भने केही न केही होइन अरूलाई दिनु सकिँदो रहेछ है थ्याङ्क यू सो मच सम्पूर्ण मेरो चाहिँ साथीभाइ इष्टमित्र दाजुभाइ तथा दिदीबहिनीहरूमा फेरि पनि
नमस्ते सम्झिरहेको छु, यहाँहरूलाई सम्झिरहनेछु होइन। यहाँहरूको साथ सपोर्ट यसरी नै रहिरहोस्, आशीर्वाद रहिरहोस् भन्न चाहन्छु। र बाबा सबैलाई यहाँ के भन्न चाहनुहुन्छ? सबैले एडम नातिले साधना बुहारीले पनि हेर्दै हुनुहुन्छ, के भन्न चाहन्छ उहाँहरूलाई? के भन्न चाहनुहुन्छ? हाम्रो एडम साधनाले अरू सबै हाम्रो साथीभाइले हेर्दै हुनुहुन्छ, हजुरलाई के भन्न चाहनुहुन्छ उहाँहरूलाई? दसैँमा आउने अरे छोरा नातिनी नाति है, के भन्नु छ? छिटो आउनु भन्ने? छिटाउनु पर्छ नि हौ, छिटाउनु पर्छ। अनि बिहे गर्नुपर्छ। एडमजीले पनि हेर्दै हुनुहुन्छ, उहाँ नातिले, साधनाजीले पनि हेर्दै हुनुहुन्छ, नातिनीले। यहाँ के भन्ने? आशीर्वाद दिँदैछु मैले भनेको दिनरातको आशीर्वाद छ मेरो नातिनी बुहारीलाई, मेरो नातिलाई। अब म अब के गर्नु, अब आइन्जेलसम्म त न हुन्छु न हुँदैन। हुन्छ नि, त्यसो भन्नु हुँदैन, हुन्छ नि, हुन्छ हुन्छ हुन्छ। यस्तो हेल्दी हुनुहुन्छ होइन, यस्तो हेल्दी हुनुहुन्छ। हजुर 87 वर्ष पुगिसकेँ म। 88 लगभग 86 वर्ष होला बाबा। 86 वर्ष नि, 95 साले हो। 86 वर्ष पुग्नुभयो। असारको नि, म साउनको। ल ठिक छ, ल सबैलाई बाई बाई भनिदिनु बाबा। बाई बाई छु भनिदिनु। बाई 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 बाई। सेवा सबैलाई नमस्कार। ल बाई बाई। ओके, हेभ अ गुड डे। राम्रोसँगले बस्नु होला है। थ्याङ्क यू सो मच। डिस्काउन्ट अफर आज हामीले चाहिँ नि डिस्काउन्ट अफरमा हामीले 20% राखेका छौँ। यहाँहरू सम्पूर्णलाई जानकारी गराउन चाहन्छु। र यहाँहरू अहिले त अलिकति बेला भएको छैन, यहाँहरू धेरैजना आउनुहुन्छ पक्कै पनि मलाई लागेको छ। नानी एकपल्ट ल थ्याङ्क यू सो मच। एकपल्ट सबै हाम्रो बाहिर पनि घुमाइदेऊ है, अनि मलाई देखाइदियो एकपल्ट है। सबै घुमायो बाहिर नमस्ते। बाबा यो अलिकति खानु ल, मात्रै भन्नु न, 20% हो दाइ हो। यो के अरे यो खानुपर्छ, यस्तो हेल्दी फुड खानुपर्छ। मैले खाना नखाएको धेरै भयो नि, थाहा छ नि तपाईँलाई, थाहा छ? अब एउटा खानु हो ल, ठिक छ। पुरै हाल्नु एकछिन बस्नु न। घरमा सबैजना छ, घरमा केही हुँदैन, हामीसँग त एकछिन बस्नुपर्छ नि। खालि पुऱ्याइदिनु भन्नुहुन्छ, भयो। ओके, थ्याङ्क यू सो मच। सुन्दैछु म तपाईँको गाउँमा पनि चर्को घामले सताउन थाल्यो अरे नि। सुन्दैछु म तपाईँको सहरमा पनि चर्को घामले सताउन थाल्यो अरे नि। छाता ओढेर आउँदै यताउता माया, छाता ओढेर यहाँ आउँदा छाता ओढी आउँदै माया, म त एउटा स्टोरमै पर्खी बस्नेछु नि। छाता ओढी आउनु है माया, म त एउटा स्टोरमा पर्खी बस्नेछु नि। मेरो माया चाहिँ उयो है, माया माया भन्छ होइन, तर माया चाहिँ मेरो उयो है त। यहाँहरू सम्पूर्णमा लाइफ लामो भयो होला, अलिकति यहाँले चाहिँ धैर्यता गरिदिनु होला होइन। म बोल्दै जाने क्रममा अलिकति ज्यादा हुन्छ, हुनसक्छ। म अभ्यासको क्रममै छु, म सिक्ने क्रममै छु। त्यसले गर्दाखेरि
आज 2081 साल फागुन महिनाको 26 गते आज अन्त जाने अथवा चाहिँ नि अन्तको योजना नबनाउनु है माया। आज अन्त जाने कतै योजना नबनाउनु है माया। तपाईको आगमन र मेरो प्रतीक्षा एकदमै इम्पोर्टेन्ट छ नि, किनकि आज एकदम स्टोर 2 को समुद्घाटन हो नि त। यहाँको पाउ अत्यन्तै महत्त्वपूर्ण हुनेछ मेरो लागि, एकदम स्टोरको लागि। ओके बाई, टेक केयर, हैव अ गुड डे, लभ यू सो मच, बाय बाय, थ्याङ्क यू।